मेरो बुवा चाहिँ हजुरको पहिलेदेखि नै व्यापार गर्न थालेको हो। बुवा जता लाग्नु हो म पनि उतै लागेँ हो। मेरो नाम चाहिँ अनित केसी। म हाल चाहिँ मैदेवी काठमाडौँ बस्छु। परिवारमा चाहिँ हजुर 6 जना हुनुहुन्छ। म, मेरो श्रीमती, बुवा, आमा, 2 जना बच्चा छन् मेरा। लगानी जति गरे पनि कहिले राम्रो प्रतिफल नआउने। मैले हजुरको 12-13 वर्ष व्यवसाय गरेर बसेँ। सुरुमा आम्दानी राम्रै थियो, पछि अब देशको आर्थिक स्थिति पनि कमजोर हुँदै गयो। व्यापार व्यवसाय पनि कम हुँदै गएको थियो। पछि म बिरामी पनि परेँ। व्यापार व्यवसाय सम्हाल्न मलाई अलिकति गाह्रो पनि भयो। विदेशतिरै लाग्नुपर्छ कि जस्तो पनि भएको थियो। गएर पनि के गर्ने, बालबच्चा यता छन्, बच्चाहरूको अनुहार अगाडि नै हेरेर बस्छु भन्ने रहरले चाहिँ म विदेश नगएको। के गर्ने सोच गर्दाखेरि चाहिँ मैले चाहिँ इन्डियालाई चुज गरेको। जसोसुकै पनि काम त गर्नु परिहाल्छ, दिनचर्या चलाउनलाई हजुरको। काम भनेको सानो ठुलो पनि हुँदैन। अब जस्तै मेरो बुवा व्यवसाय हुनुहुन्छ, म इन्ड्राइभ गर्छु, मेरो मिसेस टिचिङ गर्नुहुन्छ। आफूले इच्छाको काम आफूले गर्न पाउँदाखेरि इच्छा शक्ति बढ्ने रहेछ तपाईँको। एकजना मेरो दाइ इन्ड्राइभ चालक हुनुहुन्छ। त्यसरी बस्नुभन्दा बरु इन्ड्राइभ गर्नु, इन्ड्राइभ पनि राम्रै कमाइ छ भनेर भन्नुभयो। ठिकै छ नि त, म पनि अब इन्ड्राइभ पनि लाग्नु पर्ला भनेर इन्ड्राइभ उहाँको प्रेरणाले गर्दाखेरि इन्ड्राइभतिर लागेँ भन्नुपर्छ। मैले 20 देखि 25 राइड गर्छु। कहिलेकाहीँ चाहिँ अझ बढी गरौँ कि जस्तो पनि हुन्छ। जति गऱ्यो हजुरको त्यति काम गर्ने जोस र जागर चाहिँ बढ्दै जाँदो रहेछ। अझै अर्को 2 वर्ष अगाडि नै इन्डिया आएदेखि नै सुरु गर्नु पर्थ्यो जस्तो लाग्छ। काम गर्ने जोस अझै बढ्दै गएको छ। कुनै पनि चुनौतीलाई मेहनत र समर्पणले नै पुरा गर्न सकिन्छ।